हेर्नुहोस् गाइस, काठमाडौँको वस्तु स्थिति यस्तो छ। मेरो बुढोले यहाँ हेर्नुहोस्, यस्तो हिलो छ, यस्तो हिलो। काठमाडौँ भनेर के गर्नु, यात्रा गर्दा यस्तो छ। यसो बिहान बेलुका यस्तो इभिनिङ वाक, मर्निङ वाक हिँड्नु भने पनि ठाउँ यस्तो छ। देशको राजधानी भन्छन्, तर के गर्नु, राजधानीको हालत यस्तो भएपछि के गर्नु। उहिलेका सरकारहरूले, विगतका सरकारहरूले काम नगरिदिएपछि यस्तो छ राजनीतिको हालत। यसो विकास निर्माणमा यसो केही गर्दा भए, आफ्नो मात्रै सम्पत्ति नथोपार्दिया भए, कालो धन लुकाएर कहाँ हाले कहाँ राखेछन् देखाउँदैनन् कसैले। यसो मर्निङ वाक, इभिनिङ वाक हिँड्दा पनि यो गतिले हिँड्नुपर्छ। अब के गर्नु, विकसित देशमा ठाउँ ठाउँमा पार्क हुन्छन्, बच्चाहरू खेल्ने हुन्छन्। मर्निङ वाक, इभिनिङ वाक गए पनि केहीको हुँदैन, डर हुँदैन, सुविधा हुन्छ। हाम्रो देशको हालत हेर। अब नयाँ सरकार परिवर्तन चाहनको लागि सरकारले, देशका जनताहरूले परिवर्तन भनेर नयाँ गरेका छन्। तर यसलाई भालक भन्दैन बुढी, यो त टालक। मेरो छोरो र सानी त्यसरी हिँडिरहेछन्। अघि मेरो बुढोको पालो थियो छोरो बोक्ने, अहिले सानीको पालो। इभिनिङ वाकमा ट्याक्क मेरो बुढोलाई र मेरो सानीलाई टक्क छोरोको पुगेको छ, वेट पुगेको हुन्छ। म चाहिँ हिँड्न सक्दिनँ, बिस्तारै अघि बढ्दैछु। अघि मैले भन्नै खोजेको थिएँ नि हजुरहरूलाई, के अरे अब देशमा नयाँ सरकार आएको छ। जनताहरूले परिवर्तन चाहेर नयाँ सरकार चेन्ज भएको छ। अब चाहिँ हेरौँ, अब चाहिँ हेरौँ देशले कति मुहार फेर्छ, कति परिवर्तन हुन्छ भन्ने कुरा अब बिस्तारै हामीले मूल्याङ्कन गर्दै जाने कुरा हो। न पहिलाको जस्तै सरकारहरूले पनि त्यस्तै गर्ने हुन् कि। हुन त सुरुवाती चरणमा पनि खासै त राम्रो छनक देखाएको छैनन् उनीहरूले पनि।